यो चाहिँ इटेरीको राष्ट्रिय मावि छेउको घर हो। फिनिसिङ यस्तो बवाल छ यसमा। घरको डिजाइन पनि त्यस्तै राम्रो छ। रङको फिनिसिङ चाहिएमा हामीलाई सम्झिनु होला। हाम्रो भाइहरू यहाँ गर्नु हुँदैछ। म चाहिँ गर्दा गर्दै भिडियो खिच्न आएको छु है। म चाहिँ गर्दा गर्दै भिडियो खिच्न आएको। बवाल छ है। ल हेर्नुहोस्। अहिले चाहिँ फिनिसिङ भइसकेको छैन। अब फिनिसिङ गरिसकेपछि फेरि अर्को भिडियो खिचेर हाल्ने नै छु। हेरिदिनु होला सबैले। यो मैले घर देखाएको भन्दा पनि मैले काम गरेको फिनिसिङ चाहिँ देखाएको है हजुरहरूलाई। हजुरहरूलाई पनि यस्तै राम्रो फिनिसिङ चाहियो भने चाहिँ हामीलाई सम्झिनु होला। मैले यसमा फोन नम्बर पनि छोडिराखेको हुन्छु। चाहिएको खण्डमा हामीलाई सम्पर्क राख्नु होला है त। बब्बाल छ मेरो भाइहरू, बब्बाल छ। तपाईँहरूले काम गरेको फिनिसिङ गरेको एकदम राम्रो छ। साथै मैले पनि हो है, फेरि तपाईँहरूले मात्रै होइन है, मैले पनि हो। बब्बाल छ फिनिसिङ। ल हेर्नुहोस्, इटरी एक आबगासी है। इटरी एक आबगासी राष्ट्रिय मावि पछाडिको घर है यो चाहिँ। एकदम बब्बाल छ। 1.5 तला मात्रै भए पनि कस्तो डिजाइन छ। फिनिसिङ रङको उस्तै राम्रो छ। यो घरको डिजाइन देखाउनु भन्दा पनि मेरो रङ लगाएको फिनिसिङ चाहिँ देखाउन लागेको हजुरहरूलाई। हजुरहरूलाई पनि मन पर्यो, फिनिसिङ राम्रो चाहिन्छ भने हामीलाई सम्झिनु होला। यही भिडियोमा म फोन नम्बर छोड्नेछु, हजुरहरूले सम्पर्क राख्नु होला है त। ल हेर्नुहोस्, यो प्लास्टिकले अझ सल्केको, तर प्लास्टिक सल्किँदैन भन्दा खाएको सल्किनुलाई पनि निकै टाइम लाग्छ। यो स्याउ यो भाँच्छु कि भने यो भाँच्दैन भने डढी सकिन्छ। यत्रो गर्नु पर्दैन, 25 सेकेन्ड भयो। हेरेँ यता हेरेँ हालेर खोलिदिनु ल मटर भिडियो। यो फिल्टर कस्तो छ यहाँ?